उसिनेको आलु दियो खुर्सानी चोपेर गयो मुखै छोपेर शर्मायो कि क्या हो उसिनेको आलु दियो खुर्सानी चोपेर गयो मुखै छोपेर शर्मायो कि क्या हो मैले आँखा झुकाउँदा कान्छियोला टोकेर गयो नजर पोखेर शर्मायो कि क्या हो पीडा बोक्दा बोक्दा हामी सिकिन्यौ बाबा पीडा नभएको मान्छे संसारमा कोही हुन्छ जसलाई पनि हुन्छ फरक यति हो कसरी त्यही पीडा बोकेर जिन्दगीभर हिँडिरहन्छन् कसरी छोडेर हिँड्छन् त चाहिँ त्यही पीडाको भारी बोक्दा बोक्दा सकिने भइसक्यो हैन मलाई पनि माया लाग्छ छोरोले सम्झेर सधैँ यसरी चल्छ जिन्दगी भित्र जाने मान्छे भित्र गइसक्यो छोड्दे आफ्नो भाग्यमा भएको कुरो पाइने हो कसलाई आजको फर्स्ट डे मुभीको आजको फर्स्ट डे भन्दा नि जस्तो भर्खर एउटा सिन सकायौँ हामीले अहिले यो चल्दैन रहेछ मैले थाहा पाएँ अहिले ठ्याक्क 11:50 भएको छ त्यसको पछाडि हामीले एउटा सिन सकिसक्यौँ अब हामीसँग दुईटा सिन छ लागि देखाउनुहोस् त टाढा पनि छैन कस्तो लागिरहेछ हजुरलाई मलाई त राम्रो लागिरहेछ अनि अब सिन कस्तो भएको छ भनेर चाहिँ हाम्रो डिरेक्टर नभए राम्रो भयो जस्तो लागिरहेछ राम्रो नै हुन्छ होला अनि यो चाहिँ फर्स्ट दिन पोजिटिभ क्लिप भयो यो ड्रेसमा अर्को ड्रेसमा यसमा त अहिलेको जस्तो के अरे बिउडा रिफ्लेक्टर या फेरि के हुन्छ त्यो ट्रिपल राइजर लगेर तलबाट एउटा लाइट दिउँ यो साइड चाहिँ हाल भाइ हेरिराख्नु यसले सिकिरहेको छ यसले स्मार्ट टाउ नूतन 1 2 ओके तपाईले स्वाट गर्नु आई कन्ट्याक्ट यहाँ दुईजना देखिन्छ कि यसले सानो भित्रबाट त साउन्ड आउँछ सर दाइ रिएक्सन गराएको अगाडि अलिक पछि राम्रो छ ए हो र किन यसरी भागु गरेर भन्नुहुन्छ उहाँले ल सर अङ्कललाई फोन गर्नु भन है यसो गर्यो है यसो गर्यो उहाँ भित्र छिर्नुहुन्छ अनि यसो मैले पछाडि गर्नु यहाँसम्म आएपछि यो पछि गयो ल टाइपको कि उहाँहरू त घर जाने भनेर भर्खरै निस्किनु भयो किन हो र यसरी भावुक बनाउने उसिनेको आलु दियो नुन खुर्सानी छोपेर गयो मुखै छोपेर शर्मायो कि क्या हो मैले आँखा झिम्काउँदा कान्छियोला टोकेर गयो नजर
मलाई त म मर्नु न बाँच्नु बनाउँछ यसलाई लिसो चिप्किने चिप्किनु शर्मायो कि क्या हो बाबा घट जानु भाछ मुरी अन्न बोकेर आयो मौका छ फेर घर छैन कि क्या हो आमा बेसी झर्नु भाछ ढोको नाम्लो बोकेर आयो मौका छ फेर घर छैन कि क्या हो खुर्सानी चोपेर गयो मुखै छोपेर शर्मायो कि क्या हो सिनेको आलु दियो खुर्सानी चोपेर गयो मुखै छोपेर शर्मायो कि क्या हो आँखा झिम्काउँदा कान्छियोला टोकेर नजर पोखेर शर्मायो कि क्या हो राम्रो नाच्नु हुँदो रहेछ है कस्तो भइरहेछ त सुटिङ के छ बाबा दामी के भन्नु चाहनुहुन्छ ठिक छ राम्रो भइरहेछ आरामले भइरहेछ कहिलेजी अलि 10-15 मिनट अलि सेलभन्दा पछाडि म्यानेज भइरहेछ जिब्रो पड्किने हातले पस्के ल साथीहरू आजको पहिलो दिन एकदमै शुभ साइटमा एकदमै शुभ तरिकाले एकदमै राम्रो क्लाइमेटले पनि चाहिँ साथ दिएको छ यसपालि आजको एनर्जीका साथ सबैले एकदमै राम्रोसँग चाहिँ काम गरिदिनु भएको छ एक्टरदेखि लिएर टेक्निसियन्सदेखि लिएर एभ्री वान स्पटदेखि लिएर एभ्री वान सबैले एकदम मेहनत गरेर चाहिँ समन्वय गरिदिनु भएको छ एकदम मेहनत गर्नुभएको छ थ्याङ्क यू सो मच एन्ड दिस इज नाउ